हेलो गुड मर्निङ साथीहरू सबैजनालाई नमस्कार छ सबै साथीहरूलाई र आजको मौसम तपाईँहरू हेर्न सक्नुहुन्छ है। ल हेर्नुहोस् यस्तो छ, अब बादल पुरै लागेको छ, मौसम पुरा अहिले हेर्दा त एकदम क्लियर छ, तर पानी पनि सम्भव 99% चाहिँ पानी पर्छ, मलाई थाहा भएको कुरा हो। जताततै अहिले त एकदमै छर्लङ्ग छ, माथि कालो कालो बादल भइसकेको छ होइन। अबको केही मिनेटभित्रमा पानी कन्फर्म पर्छ कि। मलेसियामा यस्तो ठाउँ हो कि कतिखेर चाहिँ के हुन्छ पानीको आन्दोलनले थाहै हुँदैन। सायद आजको दिन पनि यसरी नै गुज्रिन्छ होला। मतलब नेपालमा त कति चिसो छ, कति सायद जाडो बढेको छ। अब यहाँ चाहिँ यसो राति पानी परेर यो भुइँहरू पुरै पानीले गर्दा यस्तो चिस्यान भएको। यतालाई हेर्न सक्नुहुन्छ, अझै पनि पानी गएको छ, खाल्टो खाल्टोमा चाहिँ पानी भरिरहेको छ। यो त मलाई थाहा होला, टेरेस टावर हो यो। मजासँग चाहिँ यिनीहरू चाहिँ पहिला यो मुनि पुरा जङ्गल थियो कि। जब मलेसिया छिर्दाखेरिमा 2013 छिर्दाखेरिमा यहाँ पुरा जङ्गल थियो। यस्तो बिल्डिङ भयो, सोचेको यति सपना जस्तो लाग्छ हेर्दाखेरिमा चाहिँ होइन। तर हाम्रो नेपालमा चाहिँ यस्तो परिवर्तन हुनलाई त लाग्छ होला 50 वर्ष जति समथिङ लाग्छ। यहाँ चाहिँ मेरो आँखाको सामने 12-13 वर्ष त्यस्तो चिजहरू बनाएर देखाइदियो। यो अगाडिको अग्लो बिल्डिङ केही थिएन क्या। 2012-13मा यसमा केही थिएन हो, खाली थियो। केएलसीसी टावर होइन पुरै देखिन्थ्यो। अहिले भन्ने चाहिँ पुरा कि पुरा बनावट रेडिमेड कसैले बनाएर दिएर फोटो खिच्न भिडियो बनाइदिए जस्तो लाग्छ, अचम्म लाग्छ। साथीहरू देख्नु होला होइन, यस्तै छ अब दुःख। अब ड्युटी हिँडेको, ड्युटी पनि यस्तो छ कि हाम्रो त बिहान 9:30 बजेबाट लिएर राति 9:30 बजेसम्म बस्नुपर्छ। गाह्रो छ, 12 घन्टा ड्युटी हो। अन्त ठाउँमा चाहिँ सन्डे सटरडेको छुट्टी पाउँछ। हाम्रोमा त्यस्तो हुन्न फेरि। हाम्रोमा